धन्यवाद सञ्चालकज्यू। हाम्रो यो राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक हाम्रो कार्यक्रम अथवा हाम्रो बाजा जिल्लाको हिमालीको प्रथम हाम्रो अधिवेशन यो गाउँपालिकाको अगाडि सुरु हुनु गएको छ। हिमाली गाउँपालिकाका प्रथम हिमाली गाउँपालिकाको सभा अध्यक्षज्यू लगायत हाम्रो प्रमुख अतिथिज्यू हेमराज थापाज्यू, त्यसपछि हिमाली गाउँपालिका बाजा जिल्लाका उपसभापति पुयाल पाण्डेज्यू, यसै गरी हिमाली गाउँपालिकाका 6 नम्बर वडाका परिषदी धनबहादुरज्यू, त्यसै गरी 6 नम्बर वडाका उपसभापति प्रदीप भण्डारीज्यू लगायत हिमाली गाउँपालिकाका सम्पूर्ण 7 वडाका पद अधिकारीज्यू लगायत विशिष्ट अधिकारीज्यू यो मञ्चमा आसीन सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हो। आज हाम्रो हिमाली गाउँपालिकामा प्रथम कार्यक्रम भएको छ। यो कार्यक्रमको उद्देश्य, लक्ष्य र महसुल र मेका मास्टर मेका देवी देवताका मेका सबैले साथ दिनेछन्। हैसियतमा हैसियत हामी गर्नेछौँ। हामी देवी देवताका भएका मान्छे हौँ। हामी राजनीति भन्दा पनि कुनै अन्य भन्दा पनि हामी देवी देवताका भक्त हौँ। हामी देवी देवतालाई सेवा गर्नेछन्। हाम्रो घन्टा भनेको घन्टै हो। जय घन्टी जय घन्टी। सर्वप्रथम म के भन्छु भने हिमाली गाउँपालिकामा आज हाम्रो फर्स्ट यो गाउँ अधिवेशन सुरु भएको छ। गाउँ अधिवेशनमा हामी के भनेको छौँ, एमालेका कति हुन्छन्, कालिया कति हुन्छन्। हाम्रो फर्स्ट कार्यक्रम भएको छ। कसैले हिचकिचायो भने आज उनीहरू आशामा के भन्छ, उनीहरूको प्रोग्राम छैन के छैन भन्ने हुन्न। ठिक छ, धन्यवाद, खुसी हुन्छु। हामी अहिले फर्स्ट स्टेप फुटाउन गएका छौँ। हाम्रो लागि रोसियो छ, देवी देवता छन्, गर्न सक्ने छन्, हामी सुना छौँ। म सोध्छु भनेपछि हामीले यो पार्टी भनेको यस्तो पार्टी हो कि संयुक्त उत्थान पार्टी। किन भन्छौँ भने नेपाली कङ्ग्रेसले पनि आफ्नो हैसियत लिन्छ, एमाले पनि आफ्नो हैसियत लिन्छ। राजसभा भनेको कस्तो पार्टी हो भने कि आफू ठुलो पार्टी होइन, आफ्नै मान्छेलाई पनि कारवाही गरेर पनि तल पठाउने पार्टी हो। सत्य र इमान्दारीको पार्टी हो। यो पार्टी भनेको कसैलाई न्याय अन्याय ठाउँमा न्याय मिल्दैन, न्याय हामीले रोकाएका छन्। त्यसपछि म के भन्छु भनेपछि म मेरै पार्टीलाई पनि जानकारी र होसियार दिन्छु। अब के भनेपछि जब हामी नेकपा एमाले नेपाली कङ्ग्रेस हामीले भोट दियौँ। अब हामीले राष्ट्रिय स्वतन्त्र पार्टी किन भोग्यौँ त? राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्नुपर्छ? अब यहाँ के गर्नुपर्छ र जनप्रतिनिधि र कर्मचारीको सबैको कर्मचारी र जनप्रतिनिधिको सबैको हिसाब किताब गर्नुपर्छ। जनप्रतिनिधि जनकर्मीको हिसाब किताब हुनुपर्छ। म के भन्छु, मेरो पार्टी हेमराज थापालाई भन्छु। कसरी भन्छु किन भनेपछि यहाँ कोही ठाडोमा ठाडी छन्, धनीमा धनी छन्, गरिबमा गरिब छन् होइन। धनीका धनी हुन गरिब बनाउँछ, त्यसको छानबिन हुनुपर्छ। त्यसपछि होइन कर्मचारी सम्बन्धी कुराहरू छन्,
साँझमा चाहिँ अब कुरा नगरौँ